कथा मुक्काको धक्का। एका देशमा एउटा घमण्डी राजा राज्य गर्दथे। जनताहरूले उसलाई उसका जहान, छोराछोरी, नाता, कुटुम्ब सबैलाई विशेष आदर गर्नु पर्दथ्यो। त्यतिले मात्र नपुगेर उसले एउटा अनौठो नियम पनि घोषणा गरेको थियो। त्यो के थियो भने उसको दरबार अगाडिबाट हिँड्दा सबैले दरबारतर्फ फर्केर झुक्नुपर्ने, अन्यथा टाउको काटिन्थ्यो। त्यो नियमको फन्दामा परेर सयौं मानिसहरूको टाउको काटिसकेको थियो। एक दिन एउटा नयाँ मानिस दरबारको अगाडिबाट हिँड्यो। उसलाई दरबार अगाडि उभिएर आफ्नो टाउको झुकाएर जानुपर्छ भन्ने थाहा थिएन। सिपाहीहरूले उसलाई पक्रिएर राजा कहाँ पेश गरे। राजाले आफ्नो देशको नियमबारे बताउँदै भने, अब यो देशको नियम अनुसार तिमीलाई काटिन्छ, तर मर्नु अघि तिमीले आफ्नो अन्तिम इच्छा राख्न पाउँछौ, त्यो पूरा पनि गरिन्छ। नवआगन्तुक नियम सुनेर अचम्मित भयो र केही बेर सोच्यो। अनि उसले राजासँग आफ्ना अन्तिम इच्छा अनुसार राजालाई सामान्य, कडा र झन कडा गरी 3 मुक्का हानि पाऊँ भनेर निवेदन गर्यो। राजाले पनि आफ्नो पूर्व वचन अनुसार पिठ्यौँ थाप्यो। त्यो मानिसले राजालाई 1 मुक्का हान्यो। राजाको नाक भुइँमा जोतियो र राजाले देउसे ताराहरू देखे। ओहो, सामान्य मुक्का त यस्तो रहेछ, कडा मुक्का झन् कस्तो होला। अनि झन् कडा मुक्काले त मेरो प्राण नै लिन्छ भन्ने सोचेर राजाले उसलाई पक्रने सिपाहीलाई गाली गर्दै भने, यो मान्छेले दरबारको आदर गरेको थियो होला, देखिने गरी नगरेको भए पनि मन वचनले अवश्य गरेको थियो होला, किन समात्यो यसलाई? ल, यसलाई जहाँबाट पक्रेर ल्याएको हो त्यहीँ लगेर छोडिदिनु। त्यसपछि त्यही दिनबाट राजाले उक्त नियम खारेज गरे। कथाको सन्दर्भ र कथाको सन्देश के हो भने, शासकहरू आफ्नो अनुकूलता वा प्रतिकूलतामा नियम र कानुन तर्जुमा गर्दछन्। धन्यवाद।